Hi guys, Seva, namaste. Welcome back to my video. यहाँ छ मेरो बहिनी. Hi guys. हामी चाहिँ एकदम सेम भएर ब्राउन आज चाहिँ हो माउलो गएको सेकेन्ड डे अनि हामीलाई चाहिँ मम्मीले सरप्राइज एउटा जग्गा लान्छु भन्नुभएको छ. त्यही भएर हामी जाँदैछौँ. अहिले इन्डियन टाइम 8:22 भइसक्यो भनेपछि यताको 8:40 समथिङ भएको छ. सो हामी चाहिँ बिहानै जाँदैछौँ. पुरा हिँड्नुपर्छ भन्नुभएको छ मम्मीले. लेट्सी अब कतिको टाढो छ जग्गा पनि थाहा छैन गाइज. अब सरप्राइज भन्नुभएको छ. कहाँ गएको कसो गएको थाहा छैन. जस्ट हामीलाई मम्मी र आन्टी अनि नाना हुनुहुन्छ. हामी जाँदैछौँ 5 जना. गाइज यहाँनिर पहिला कत्रो खोला बग्थ्यो. यो खोला चाहिँ माई खोला भन्थ्यो. तर अहिले त बगर रहेछ पहिरो गएर. गाइज हेर्नुहोस् पुल. खोला त यत्रो भएछ अहिले गाइज. देख्नु सक्नुहुन्छ खोला कम्ती भएछ. यो डल्लै पहिला हुन्थ्यो अहिले बगर भएछ. जानुको लागि नानाले चिया बनाउनु हुँदैछ. वाउ दुधको चिया. मेरो मम्मीको कान्छी बहिनी उहाँ चाहिँ मेरो बहिनी. यता छ मेरो फुपूको छोरी. पर्यटक आउनु हुँदैछ. पर्यटक दिदीलाई सास प्रसासमा अलिकति गाह्रो भएको अवस्था देख्न सक्नुहुन्छ गाइज. बाटो बनिँदै रहेछ. सो गाह्रो इन द केस गाइज. बाटो हेर्नुहोस् पहिरो सबै कुरा. प्रतिक्रिया बिलाइक यता 3 दिदी बहिनी. आई होप मेरो टाउको काटेको छ. उकाली ओह्राली बाटो चाहिँ यस्तो. देखो न गाइस क्या है ये. लाठी भेटिसक्यौँ हामीले चाहिँ के कुरा. यहाँ चाहिँ सन्देर है. अगाडिबाट बनाएको गाइस. ये दुख काहे खत्म नहीं होता गाइस. दिल्ली का दिल्ली चलना पड़ रहा है. ट्रेकिंग जैसा हो गया है. अब कल भी चलना पड़ेगा. हम तो मरी जाते हैं. वर्ष बाद लाउँदा पनि यस्तो छ हालत हाम्रो. पसिना पनि आउँदैन रहेछ. सरप्राइज तो यस्तो रहेछ. ये सरप्राइज नहीं हुआ हमारे लिए. अत्याचार हो रहा है हमारे साथ. ओ माई गॉड. ट्रेकिङ रोड सन्दकफू जाने जस्तै रहेछ. हुनु त हामी हिले भन्ने जग्गा गएको रहेछौँ गाइस. अलमोस्ट सन्दकफू छेउ नै होला. कालो पोखरीदेखि अलिकति ओह्रालो तल. हेर्नु न
बनाऊ गाइस। हाम्रो मम्मीहरू चाहिँ कटुस खोज्नु रहेछ। बाटोभरि कटुस छ है फेरि, कटुसै कटुस छ। त्यो बाटोमा गाइस घर देख्दा पनि कति खुसी लाग्ने। 10:50 भइसक्यो। नानी हिँडेको जङ्गलको बाटोमा गाइस घर देख्दा पनि खुसी लाग्दो रहेछ। के नै पाएको जस्तै। अनि बल्ल बल्ल एउटा घर भेटेर हामी यहाँ बसिरहेको छौँ गाइस। हामी चाहिँ एकछिन रेस्ट गरेर फेरि उकालो चढेको। अब कतिखेर पुग्ने हो गाइस थाहा छैन। जिन्दगी नजारा चाहिँ कुछ यस्तो छ गाइस। गाइस हामी हिले भन्ज्याङ आइपुग्यौँ। बिस बाटो भइसकेको रहेछ है। स्कुलहरू बन्द भयो। यो चाहिँ स्कुल हो? स्कुल त अन्त ए यो चाहिँ स्कुल अरे गाइस। ल अहिले बन्द भइसक्यो अरे। फाइनली आइपुग्यौँ हामी मरिमरि। स्कुलको नाम के रहेछ? राष्ट्रिय के अरे आधारभूत विद्यालय माबु आठकाल पोखरी हिले। गाइस हामी आइपुगिसक्यौँ भनेको त होइन रहेछ। ऊ माथिको टावरमा जानुपर्ने रहेछ। यो चाहिँ हो माबु। हामी चाहिँ माइमझादेखि माबु आइपुग्यौँ गाइस। ऊ यहाँ तल यो हिँडेर ऊ तलको घर। यहाँदेखि हामी घर यो घरदेखि हामी आएको। माई गड गाइस 0 किलोमिटर गाइस आइपुग्यौँ। सक्नुहुन्छ यहाँनिर गाइस। यस्तो छ मेरो बहिनीहरू सराप भन्ने नानाहरूलाई। गाइस इलाम 32 किलोमिटर। यहाँ हेर्नुहोस् अब म तपाईँहरूलाई जादु देखाउँछु गाइस। सन्दकपू 13 किलोमिटर 13 किलोमिटर। सन्दकपू चाहिँ माथि हो। यो एरियामा पर्छ। यो एरिया चाहिँ हो काला पोखरी छेउ पर्छ गाइस। हाम्रो मम्मीको माइत घर र मेरो मावलदेखि चाहिँ सन्दकपू चाहिँ छेउ पर्छ। हाई हामी चाहिँ माबुथाम डाँडा गाइस भ्यू टावर आइपुग्न आँट्यौँ। गाइस यहाँभित्र चाहिँ मन्दिर छ अरे। सो हामी मन्दिर पनि दर्शन गर्नको लागि गएको। म चाहिँ यहाँ छु गाइस। यस्तो थाक्यो त्यहाँमाथि हिँडेर आएको। नो एनर्जी। गाइस मन्दिर यही हो। यो चाहिँ धर्मद्वार अरे। धर्मद्वार नानी यस्तो भित्र छिरेर निस्किनु सक्दैन अरे। हजुर ओ चेपबाट छिरेर गयो भने चाहिँ धर्मी अरे निस्किन सकेन भने पाप हुन्छ अरे त्यहाँभित्र। हजुर गाइस हामी चाहिँ दर्शन गरिसक्यौँ भित्र। लु यो मेरे व्लॉग में आप सबका स्वागत है। देख्न सक्नुहुन्छ हालत बिलाइक। फ्रम माबुथाम मन्दिर। गाइस अब हामी माबुथामको मन्दिर दर्शन गरिसक्यौँ अहिले भर्खर। अब हामी जाने हो माबुथामको टावर। सो हामीसँगै रहनु हजुरहरू। धन्यवाद।
Guys, heaven, 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 heaven. Open kudela, guys. I don't know I'm visible or not, but it's okay. Very, very peace. No network, nothing. 새벽이 찾아와 밤의 명암은 더욱 깊어져만 가네 마부 थुम्कीको भ्यू टावर आइट पुग्यौँ गाइज हाम्रो डेस्टिनेसन होइन अब फर्किनु कसरी ओह्रालोमा गाह्रो छ हामीलाई गाइज यही भ्यू टावर हेर्नु आएको अब चढ्नु त पर्यो गाइज होइन चढेको ल अन्डर कन्स्ट्रक्सन परेछ त्यो पनि ओ माई गड कन्डिसन हेर्नुहोस् है गाइज यही हेर्नुको लागि हिँडेको रहेछ हामी गाइज हेर्नु त हेर्नु त पछाडि दिनु लभ लभ यति देख्नुको लागि हिँड्या रहेछ 이 새벽이 지나면 난 널 다시 만날 수 있는 내일을 기다려야겠지 이 순간 हेर्नुहोस् उचाइ यत्रो मिटर रहेछ मलाई त आफूले आफूलाई महात्मा गान्धी जस्तो भइसकिसक्यो फेरि डान्डी मार्च किन्नु जाँदाखेरि यसरी गएको थियो अरे नि हामी चाहिँ फर्किँदैछौँ अनि अघि हामी जहाँनिर त्यो स्कुल भएको जग्गा थियो त्यहाँ आइपुगेको छौँ सो मेरो भ्लग म यहाँनिर एन्ड गर्न चाहन्छु अब मैले एडिट गर्दा मेरो भ्लग कस्तो हुन्छ मलाई थाहा छैन आई होप you guys enjoyed watching my video. Thank you for watching. Bye bye.